हाम्रो धर्मग्रन्थ च्यानलमा सबैलाई हार्दिक स्वागत छ। नमस्कार। आज हामी सँगै एउटा निकै विशेष यात्रामा छौँ। हो, आजको विषय गायत्री मन्त्र छ। हो, त्यही विश्व प्रसिद्ध मन्त्र। यसको अर्थ र भावमा आज हामी गहिरेर कुरा गर्नेछौँ। धेरैले कण्ठ त गर्नुहुन्छ, तर अर्थ बुझेर जप्दा त्यसको शक्ति अर्कै हुन्छ। त्यही त, कुनै पनि मन्त्र जप्दा अर्थ बुझ्नु किन महत्त्वपूर्ण, यो प्रश्न उठ्छ नि त। एकदम। योग दर्शनले पनि भन्छ तत् जपस् तदर्थ भावनम, अर्थात् जप गर्दा अर्थको भावना चिन्तन पनि सँगै हुनुपर्छ। हो, अर्थ बुझेर भाव मनमा राखेर जप्दा ईश्वरसँगको सम्बन्ध त्यो गहिरो हुन्छ, ध्यान लाग्न सजिलो हुन्छ, अनि बुद्धि पनि तिखारिन्छ भनिन्छ है। हो, आफ्नो विवेक बुद्धिको सामर्थ्य बढ्छ। गायत्री मन्त्रलाई त सावित्री मन्त्र, महामन्त्र, गुरु मन्त्र पनि भनिन्छ। यजुर्वेदको मन्त्र होइन यो, 36औं अध्यायको? हो, तेस्रो मन्त्र। यसको महिमा त धेरै शास्त्रमा छ। आउनुस् यसको शब्द शब्दमा डुबौँ आज। ल सुरु गरौँ। बुझ्न सजिलो होस् भनेर यसलाई 4 भागमा बाँडेर हेरौँ है। हुन्छ, त्यो राम्रो हुन्छ। पहिलो खण्ड ओम भूर भुवः स्वाहा। यो 3 शब्द भूर भुवः स्वाहा, यिनलाई महाव्याहृति पनि भन्छन् क्यारे। हो, महाव्याहृति र सुरुवात ओमबाट। यो पहिलो खण्डले ईश्वरको कुन चाहिँ रूप देखाउँछ त? यसले ईश्वर र हामी जीव बीचको त्यो एकदमै आधारभूत नजिकको सम्बन्ध देखाउँछ। कस्तो सम्बन्ध? यसलाई बुझ्न एउटा सानो उदाहरणले मद्दत गर्ला। भन्नुहोस् न। मानौ कोही एकदमै दुखी, बिरामी, गरिब मान्छे छ, कुलतमा फसेको। अनि एकजना धनी, दयालु, ज्ञानी सेठले उसलाई देखेर दया गर्छन्, उसलाई आश्रय दिन्छन्, उपचार गर्छन्, काम सिकाउँछन्, एउटा नयाँ जीवन नै दिन्छन्। हो, उसको खराब दानी छुटाएर असल बाटो देखाउँछन्। त्यो मान्छेले जस्तो कृतज्ञता महसुस गर्छ नि, हो त्यस्तै भावले साधकले ईश्वरलाई पुकार्छ। बुझे। अब शब्दमै जाउँ। ओम। ओम, यहाँ ओ पछि जुन 3 जस्तो देखिन्छ त्यो प्लुत स्वर हो। अलि लामो उच्चारण गर्ने हो, 3 मात्रा जति तान्ने। ओम भनेको छ अवधातुबाट, अर्थ हुन्छ रक्षा गर्नु। भनेपछि ओमको अर्थ भयो हे ईश्वर, तपाईँ रक्षक हुनुहुन्छ। हो, भावार्थ त्यही हो। हे परमेश्वर, तपाईँ रक्षा गर्नुहुन्छ। कस्तो रक्षा? खाली बाहिरी खतराबाट मात्रै कि अरू केही? होइन, यो व्यापक छ। भौतिक खतरा मात्र होइन, ज्ञान दिएर अज्ञानबाट रक्षा, बल दिएर निराशाबाट रक्षा, आनन्द दिएर दुःखबाट रक्षा। ए, सर्वाङ्गीन रक्षा जस्तो आमा बाबुले गर्छन्। हो, आमा बाबु, गुरु, वैद्य, साथी, ईश्वरले अनेक रूपमा हाम्रो पूर्ण रक्षा गर्नुहुन्छ भन्ने भाव हो ओममा, सुरक्षाको अनुभूति। अनि त्यसपछि भूर? भूरको सीधा अर्थ हो तपाईँ जीवनको आधार हुनुहुन्छ, प्राणदाता। प्राणदाता हो, जसरी त्यो सेठले नयाँ जीवन दिए, हामी ईश्वरलाई भन्छौँ प्रभु, यो शरीर, इन्द्रिय, देख्ने, सुन्ने, बोल्ने शक्ति, यो सास सब तपाईँकै देन हो। तपाईँ त हाम्रो प्राणको पनि प्राण हुनुहुन्छ। अनि जो प्राणभन्दा प्यारो छ ऊ त प्रिय भइहाल्यो नि। एकदम। त्यसैले भूरका 2टा मुख्य भाव, जीवनदाता अनि अत्यन्त प्रिय। जीवनदाता र अत्यन्त प्रिय। वाह, यसले त जीवनलाई हेर्ने नजर नै बदल्ने रहेछ। जीवन त ईश्वरको प्रेमपूर्ण उपहार पो रहेछ। हो नि, यही अनुभवले कृतज्ञता ल्याउँछ। अब भुवहमा जाउँ। भुवह, यसको अर्थ हो तपाईँ सबै दुःख हटाउनुहुन्छ, दुःख हर्ता। शारीरिक, मानसिक सबै। हो, सबै किसिमका क्लेश, कष्ट हटाउने शक्ति तपाईँसँग छ। दुःख हर्ता। तर यो दुःख हटाउने काम आफै हुन्छ कि हाम्रो पनि केही भूमिका हुन्छ होला? राम्रो प्रश्न। ईश्वर दुःख हर्ता हुनुहुन्छ, तर उहाँले हामीलाई विवेक र पुरुषार्थ पनि त दिनुभएको छ नि। उहाँको कृपा चाहिन्छ, तर आफ्नो प्रयास पनि। उहाँ बाटो देखाउनुहुन्छ, शक्ति दिनुहुन्छ, तर हिँड्नु त पर्यो नि। ए, सहकार्य जस्तो। हो, अनि आयो स्वह। स्वहको अर्थ? तपाईँ सुख स्वरूप हुनुहुन्छ अनि सुख दिनुहुन्छ। कस्तो सुख? सामान्य रमाइलो मात्रै कि? होइन, त्यो क्षणिक आनन्द होइन, स्थायी शान्ति, परमानन्द। अब 3टे जोड्नुहोस् त। जसले जीवन दिनुहुन्छ, भू, ऊ प्रिय हुन्छ। हो, अनि जो प्रिय छ उसले नै दुःख हटाएर भुवह, सच्चा सुख स्वह दिन्छ। बिल्कुल। यो पहिलो खण्डले ईश्वरको करुणा, प्रेम, हाम्रो जीवनसँगको त्यो नङ मासुको सम्बन्ध देखाउँछ। ओम भूर्भुवः स्वः।
रक्षक, जीवनदाता, प्रिय, दुःखहर्ता, सुखदाता। कति गहन! यो त भयो हाम्रो जीवनसँगको प्रत्यक्ष सम्बन्ध। अब दोस्रो खण्ड तत्सवितुर्वरेण्यम, यसले ईश्वरको कुन चाहिँ रूप देखाउँछ, अझ व्यापक? हो, यसले ईश्वरको अझ विराट महिमामय स्वरूपतर्फ लैजान्छ। तत्सवितुः को अर्थ हो त्यो सवितुरको। सवितुः भनेको? सवितुः आएको हो सु धातुबाट, जसको अर्थ हुन्छ उत्पन्न गर्नु, प्रेरणा दिनु। उत्पन्न गर्ने। सामान्यतया यसले सूर्यलाई पनि बुझाउँछ, जसले संसारलाई प्रकाश र जीवन दिन्छ। तर यहाँ अर्थ गहिरो छ, सम्पूर्ण जगतको सृष्टिकर्ता, उत्पादक अनि प्रेरक। सृष्टिकर्ता, उहाँले नै यो ब्रह्माण्ड बनाउनु भयो, चलाउनु भयो। हो, सम्झिन सजिलो, सबाट संसार, सृष्टि। तपाईले सवितुहले सूर्यलाई पनि जनाउँछ भन्नुभयो, यसमा केही संकेत छ, जस्तो सूर्यले अँध्यारो हटाउँछ। एकदमै, त्यो महत्त्वपूर्ण संकेत हो। जसरी भौतिक सूर्यले अँध्यारो हटाएर सबै उज्यालो पार्छ, त्यसरी नै परमेश्वर ज्ञानको सूर्य हुनुहुन्छ, जसले हाम्रो अज्ञानको अँध्यारो हटाउनुहुन्छ। हो, अज्ञान हटाएर बुद्धिलाई उज्यालो पार्नुहुन्छ, सही बाटोमा लगाउनुहुन्छ। त्यसैले सवितुह भनेको भौतिक सृष्टिकर्ता मात्र होइन, ज्ञान र प्रेरणाको स्रोत पनि हो। अनि वरेण्यम? वर्ण्यम आएको हो वृञ्ज धातुबाट। अर्थ हुन्छ वर्ण गर्नु, छान्नु। जस्तो बिहेमा वर छानिन्छ? हो नि, हामी जीवनमा सधैँ राम्रो कुरा, उत्तम कुरा छान्छौँ नि। ईश्वर नै वर्ण गर्न योग्य, ग्रहण गर्न योग्य, सर्वश्रेष्ठ हुनुहुन्छ। सर्वश्रेष्ठ। उहाँ नै एकमात्र तत्त्व हुनुहुन्छ, जसलाई हामीले आफ्नो जीवनको लक्ष्य मानेर वर्ण गर्नुपर्छ, अँगाल्नुपर्छ। यो वर्ण गर्नु भनेको खालि दिमागले हो ईश्वर महान हुनुहुन्छ भन्नु मात्र हो कि अरू केही? यो सक्रिय काम हो? होइन, यो केवल मान्नु मात्र होइन। वर्ण गर्नु भनेको सक्रिय रूपमा ईश्वरलाई जीवनको केन्द्र बनाउनु हो। उहाँको मार्गदर्शन मान्नु, उहाँप्रति पुरै समर्पित हुनु। जसरी त्यो भिखारीले सेठजीलाई उद्धारक मानेर उनको कुरा मान्यो नि, त्यस्तै साधकले ईश्वरलाई सर्वश्रेष्ठ मानेर उहाँका दिव्य गुणहरू आफ्नो जीवनमा उतार्ने सङ्कल्प गर्छ। भनेपछि दोस्रो खण्डको सार के भयो? तपाईँ ईश्वर नै संसारको सृष्टिकर्ता, प्रकाशक, प्रेरणा दिने अनि सर्वश्रेष्ठ वर्ण गर्न योग्य हुनुहुन्छ। हो, बिल्कुल। सृष्टिकर्ता, प्रकाशक, सर्वश्रेष्ठ। ईश्वरको यो महिमा बुझेपछि त साधकको मनमा समर्पणको भाव आउँछ होला। अब तेस्रो खण्ड भर्गो देवस्य धीमहि, यसले त्यही भावलाई अगाडि बढाउँछ त? हो, तेस्रो खण्डले साधकको त्यो समर्पण र अपेक्षालाई देखाउँछ। 3 शब्द छन्, भर्गो देवस्य धीमहि। भर्गो शब्द ब्रिज धातुसँग जोडिएको छ, जसको अर्थ भुट्नु, जलाउनु हुन्छ। जलाउनु? के जलाउने? यहाँ लाक्षणिक अर्थ छ भस्म गर्ने, नाश गर्ने, हाम्रा पापहरू, क्लेशहरू। जस्तो अविद्या, अहंकार, राग, द्वेष। हो, अनि हाम्रा दुर्गुणहरू, काम, क्रोध, लोभ, मोह, नराम्रा बानीहरू। जसरी आगोले फोहल जलाएर शुद्ध पार्छ नि, त्यसरी नै ईश्वरको भर्गह मतलब तेज वा शक्तिले हाम्रो भित्री मैल त्यो भस्म गरिदिन्छ। यो भस्म गर्ने काम बाहिरबाट हुन्छ कि हाम्रो साधना र ईश्वरको कृपा दुवैले? यो ईश्वरको शुद्ध स्वरूप तेज हो। त्यसको ध्यान गर्दा, उहाँको नजिक भएको महसुस गर्दा साधकको आफ्नै सङ्कल्प शक्ति जाग्छ। ऊ आफ्ना दुर्गुण हटाउन प्रेरित हुन्छ। ईश्वरको कृपा प्रकाश जस्तो हो, जसले बाटो देखाउँछ, शक्ति दिन्छ। तर त्यो उज्यालोमा हिँडेर आफूलाई शुद्ध पार्ने काम त साधक आफैले गर्नुपर्छ। यो अन्तर्क्रिया जस्तै हो। बुझे। अनि देवस्य? देवस्य देव शब्दबाट आयो। मूल अर्थ हो दिनेवाला। के दिनेवाला? दिव्य गुणहरू, सद्गुणहरू, जस्तो सत्य, अहिंसा, पवित्रता, ज्ञान, वैराग्य, करुणा, क्षमा, धैर्य, सन्तोष। हो, यी सबै ईश्वर सद्गुणका भण्डार हुनुहुन्छ। उहाँले हामीलाई ती गुण दिनुहुन्छ जब हामी त्यसको लागि योग्य हुन्छौँ। कस्ता गुण? र के ती आफै प्राप्त हुन्छन् त? ती ईश्वरीय गुणहरू हुन् जसले जीवनलाई सार्थक बनाउँछन्, तर आफै हुँदैन। हामीले इच्छा गर्नुपर्छ, प्रयास गर्नुपर्छ, आफूलाई योग्य बनाउनुपर्छ। देवस्यले ईश्वर स्रोत हुनुहुन्छ भन्छ। अनि तेस्रो शब्द धीमहि? धीमहि यो धा धातु धारण गर्नु र ध्याय धातु ध्यान गर्नुसँग जोडिएको छ। धारण गर्नु र ध्यान गर्नु? हो, यसको अर्थ हुन्छ हामी धारण गरौँ
र ध्यान गरौँ। के धारण गर्ने, के ध्यान गर्ने? ईश्वरको त्यो भर्गह तेज, शुद्ध स्वरूप अनि उहाँले दिनुहुने देवस्य दिव्य गुणहरू, यिनलाई धारण गरौँ। कसरी? उहाँको नित्य ध्यान गरेर। धीमहि बहुवचनमा छ नि, यसले सबै साधकहरूको साझा इच्छा पनि देखाउँछ। म्हणजे ईश्वरको तेज र गुणहरूलाई हामी ध्यानद्वारा धारण गरौँ। यो धारण र ध्यान कसरी जोडिएका छन्? ध्यान नै त्यो तरिका हो जसबाट हामी ईश्वरको स्वरूप र गुणलाई आफ्नो मनमा गहिरोसँग बसाल्न सक्छौँ, अनुभव गर्न सक्छौँ अनि बिस्तारै आफ्नो स्वभावमा उतार्न। हो, ध्यान बिना खाली पढेर मात्र परिवर्तन आउँदैन। ध्यानले त्यसलाई जीवन्त अनुभव बनाउँछ। त्यसैले तेस्रो खण्डको भाव भयो, हामी तपाईको पापनाशक, तेज स्वरूप, दिव्य गुणदाता स्वरूपको ध्यान गर्छौं र ती गुण धारण गर्ने कोसिस गर्छौं। दुर्गुणनाशक, सद्गुणदाता अनि ती गुण धारण गर्दै ध्यान गर्ने, यो तेस्रो भाग। यहाँसम्म आइपुग्दा स्तुति र उपासनाको भाव एकदम प्रष्ट देखियो। अब अन्तिम चौथो खण्ड, धियो यो नः प्रचोदयात्, यसले मन्त्रलाई कसरी टुङ्ग्याउँछ? यो त सोझै प्रार्थना जस्तो छ नि। हो, तपाईले ठीक भन्नुभयो। यो खण्ड त सिधै प्रार्थना हो। यसको अर्थ हुन्छ यह मतलब जुन, तपाई जसको गुणमाथि भनियो, नह मतलब हाम्रो, धियः मतलब बुद्धिहरूलाई। धियः, बुद्धि त एउटै हुन्छ जस्तो लाग्छ। यहाँ बहुवचन किन? बुद्धि तत्त्व त एउटै हो, तर यसका काम अनेक हुन्छन्। विश्लेषण गर्ने, तुलना गर्ने, निर्णय गर्ने, सृजना गर्ने। जीवनका विभिन्न अवस्थामा, विभिन्न विषयमा यसले फरक फरक तरिकाले काम गर्नुपर्छ। ती सबै अवस्थाहरूमा सबै निर्णय लिँदा हाम्रो बुद्धि सही दिशामा लागोस्, धर्म र सत्यको मार्गमा। हो, त्यही कामना बहुवचनले व्यक्त गर्छ। अनि प्रचोदयात् मतलब राम्रोसँग प्रेरित गर्नुहोस्, सत्मार्गमा लगाउनुहोस्। प्रले अझ जोड दिएको हो। प्र उपसर्गले प्रकर्ष वा उत्कृष्ट रूपमा प्रेरित गर्ने अर्थ दिन्छ। यहाँ अरू कुरा नमागेर बुद्धि नै सही बाटोमा लागोस् भनेर किन मागियो होला? केही खास कारण छ? एकदमै महत्त्वपूर्ण प्रश्न। किनभने बुद्धि नै हाम्रो जीवन चलाउने हो नि, सारथी हो। हो त। हरेक काम, हरेक निर्णय बुद्धिकै निर्देशनमा हुन्छ। बुद्धि सही बाटोमा लाग्यो भने जीवन आफै सही दिशामा जान्छ, कर्म राम्रा हुन्छन्। तर बुद्धि नै बरालियो भने? हो, बुद्धि नै भ्रमित भयो, गलत बाटो लाग्यो भने त पुरै जीवन बिग्रिन सक्छ। त्यसैले ऋषिहरूले सबैभन्दा महत्त्वपूर्ण कुरा सद्बुद्धिको प्रेरणा मागे। मा हिन्न प्रेरित गर्नुहोस्। हो, ठ्याक्कै त्यही। अद्भुत। यसरी हेर्दा त यो मन्त्र एउटा पुरै आध्यात्मिक यात्रा जस्तो लाग्यो मलाई। हो नि। ईश्वरको गुणगान स्तुतिबाट सुरु भयो, अनि उहाँको ध्यान र गुण धारण गर्ने प्रयास उपासना आयो, अनि अन्त्यमा प्रार्थना। यो त स्तुति, प्रार्थना, उपासनाको त्रिवेणी नै भयो। तपाईले एकदम सही सार निकाल्नुभयो। गायत्री मन्त्रको सबैभन्दा ठूलो विशेषता नै यही हो। स्तुति, प्रार्थना, उपासना, तीनवटै कुरा कति सुन्दर ढङ्गले मिलेका छन्। ओमदेखि देवस्यसम्म स्तुति भयो। हो, ओम रक्षक, भूर जीवनदाता, प्रिय भुवः दुःखहर्ता, स्वः सुखदाता, तत्सवितुः सृष्टिकर्ता, प्रकाशक, वरेण्यम श्रेष्ठ, भर्गो पापनाशक तेज, देवस्य सद्गुणदाता, यी सबै ईश्वरका गुणगान अर्थात् स्तुति। अनि धीमहि, धियो, हामी ध्यान र धारण गरौँ, यो ईश्वरको स्वरूपमा मन लगाउने, उहाँको नजिक भएको अनुभव गर्ने, गुणहरू अपनाउने प्रयास, यो भयो उपासना। र दियो यो नः प्रचोदयात् चाहिँ सोझै प्रार्थना हो। बुद्धिलाई सत्मार्गमा लगाउनुहोस् भनेर गरिएको स्पष्ट माग प्रार्थना। कति गहिरो। अझ एउटा रोचक कुरा के छ भने नि, स्तुतिबाट पनि प्रार्थना बन्छ। कसरी? जस्तै स्तुति हो ओम, तपाईँ रक्षक हुनुहुन्छ, यसैबाट प्रार्थना के बन्छ? हे परमेश्वर, हाम्रो रक्षा गर्नुहोस्। हो। स्तुति हो स्व, तपाईँ सुखदाता हुनुहुन्छ, प्रार्थना बन्छ हे प्रभु, हामीलाई साँचो सुख शान्ति दिनुहोस्। अनि भर्गो, तपाईँ पापनाशक हुनुहुन्छबाट प्रार्थना बन्छ हे ईश्वर, हाम्रो दुर्गुण पाप संस्कार नाश गर्नुहोस्। हरेक स्तुतिमा प्रार्थना लुकेको छ। तपाईले अघि ध्यान गर्दा ईश्वरले त्यो वा ऊ भन्दा तपाईँ भनेर सम्बोधन गर्नु राम्रो भन्नुभएको थियो नि।
त्यसले के फरक पार्छ अनुभवमा? यो पनि महत्त्वपूर्ण कुरा हो। जब हामी त्यो वा ऊ भन्छौँ त्यो अलि टाढाको बौद्धिक जस्तो हुन्छ हो। तर जब अर्थ बुझेर भावनासँग तपाईँ भनेर सम्बोधन गर्छौँ, हे प्रभु, तपाईँ रक्षक, तपाईँ जीवनदाता, तपाईँ हाम्रो बुद्धि प्रेरित गर्नुहोस्, तब ईश्वरसँग प्रत्यक्ष जीवन्त आत्मीय सम्बन्धको अनुभव हुन्छ। ए, ध्यानमा त्यो निकटताले गहिरो असर गर्छ। हो, त्यसैले अर्थ बुझेर तपाईँ भन्नु बढी सार्थक लाग्छ। त्यसो भए छोटकरीमा भन्नुपर्दा गायत्री मन्त्र शब्द मात्र होइन, यो त ईश्वरको विराट स्वरूप, उहाँको कल्याणकारी गुणको भव्य स्तुति हो। हजुर, उहाँ रक्षक, जीवनदाता, प्रिय, दुःखहर्ता, सुखदाता, सृष्टिकर्ता, प्रकाशक, सर्वश्रेष्ठ, पापमाशक, सद्गुणदाता, यो सबै स्तुति भयो। अनि उपासना र प्रार्थना पनि हो। यो स्तुतिसँगै उहाँको ध्यान गर्ने, उहाँका गुणहरू आफ्नो जीवनमा उतार्ने गहिरो उपासना पनि हो। अनि अन्त्यमा हाम्रो जीवनको दिशा ठिक होस्, बुद्धि सत्मार्गमा लागोस् भनेर गरिएको शक्तिशाली प्रार्थना। बिल्कुल सही। यो मन्त्रलाई अर्थ र भावनाले जप गर्दा यसले साधकलाई ईश्वरसँग जोड्छ, ईश्वरीय गुणले सिञ्चित गर्छ, आत्मिक उन्नति गराउँछ, जीवनलाई सही दिशा दिन्छ। यो स्तुति, प्रार्थना, उपासनाको अद्भुत सङ्गम नै गायत्री मन्त्रको विशेषता हो, महिमा हो। एकातिर ईश्वरको विराटता, अर्कोतिर साधकको समर्पण र आकांक्षा हो, दुवै छ। आज धर्मग्रन्थ च्यानलमा गायत्री मन्त्रको अर्थ र भावमा यो गहिरो विमर्श भयो। सहभागी सबै श्रोताहरूलाई हृदयदेखि धन्यवाद। आशा छ यो चर्चाले गायत्री मन्त्रलाई अझ गहिरोसँग बुझ्न र अनुभव गर्न मद्दत गर्यो होला। निश्चय नै। र जाँदा जाँदै एउटा सानो विचार छोडौँ न त। हुन्छ। जब कसैले यो मन्त्रको अर्थलाई खाली दिमागले मात्र होइन, मनले बुझेर त्यसलाई मनन गर्दै श्रद्धा र भावनाले नियमित जप्छ, तब उसको आफ्नो सोचाइमा, निर्णय गर्ने क्षमतामा, व्यवहारमा, पुरै जीवनमा कस्ता सूक्ष्म तर शक्तिशाली सकारात्मक परिवर्तनहरू आउलान्। यो त आफैले अनुभव गर्ने कुरा भयो। हो, यो अनुभव गर्ने कुरा हो। यस विषयमा अवश्य मनन गर्नुहोला। ओम शान्ति।